र बिहानपल्ट हेर्दै गर्दा कोपिला पलाउन सक्छ भने हामी पनि उहाँको उपस्थितिमा भएका प्रभुका छोराछोरीहरूमा नयाँ अनुग्रह पलाउन सक्छ। कतिजना विश्वास गर्नुहुन्छ? जोडले तालीबाट धन्यवाद दिनु। हालेलुया, हालेलुया, हालेलुया। प्रभुको उपस्थिति यति शक्तिशाली छ। आमेन। प्रभुले भन्नुभयो आउँदो पुस्ताको निम्ति र गवाईको निम्ति हुनेछ। आमेन। प्रिय, जसको कुनै आशा थिएन, जसमा तिखिलो धार बनाइएको हँसियाले काटेर आशाविहीन भएको लट्ठीलाई परमेश्वरको उपस्थितिमा राख्दै गर्दा हाडे बदाम पलाउन सक्छ भने तपाईँ र ममा पनि एउटा आशा छ। तपाईँ र म पनि प्रभुको उपस्थितिमा आउँछौँ नि, परमेश्वर तपाईँको जीवनमा आशा दिनुहुन्छ।